वर्षौंदेखिको एउटै आवाज, एउटै एजेन्डा र एउटै जिद्दी आज पूरा भएको छ। चाहना त अहिलेदेखिको होइन, उहिलेदेखिको चाहना हो। यो नभइकन देश विकास हुँदैन भनेर एकहोरो करा जस्तो कराउने मान्छे मै हो। विज्ञान प्रविधि र नवपरिवर्तनको त्यही जिद र सपना बोकेर हिँड्ने राष्ट्रका अनमोल रत्न महावीर पुनको सपनालाई बालेन सरकारले पूरा गरिदिएको छ। यही संसद भवन हो जहाँ एमाले बालेनले देश बेच्यो भन्दै कुर्सी उठाएर नाचगान गर्छ। त्यही भवनभित्र स्वतन्त्र रूपमा उभिएर महावीरले देश बनाउनु पर्छ है भनेर सुझाव दिइरहन्छन्। उनले गलत कार्यको डटेर विरोध पनि गरे, सही कार्यको खुलेर समर्थन पनि गर्छन्। आवश्यकता पर्दा सरकारलाई गाली पनि गर्छन्, देश सुधार्ने सुझाव पनि दिन्छन्। उनी आफ्नो मुद्दामा अडिग रहे र आज उनको त्यही माग र त्यही त्याग सम्बोधन भएको छ। फरक छ नि नयाँ र पुरानामा। यही माग लिएर ओली सरकारसँग पटक पटक जाँदा कबाडी साबित भएका थिए महावीर पुन। तर बालेन सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि छुट्टै मन्त्रालय नै खडा गरेर उनलाई मन्त्रीको जिम्मेवारी सुम्पिएको छ। यसले प्रमाणित गर्छ कि यदि नेतृत्वमा इच्छाशक्ति छ भने देश बदल्न धेरै समय लाग्दैन। असम्भव भन्ने कुरा केही पनि छैन। योग्य व्यक्तिको कदर कसरी गर्नुपर्छ भन्ने उदाहरण आज यो बालेन सरकारले प्रष्टसँग देखाइदिएको छ। यो एउटा व्यक्तिको नियुक्ति मात्र पनि होइन, यो एउटा क्रान्तिको सुरुवात पनि हो। सलाम छ महावीर पुनको अटुट विश्वासलाई र योग्यलाई न्याय दिने बालेन सरकारको ऐतिहासिक कदमलाई।